हेलो नमस्ते म सुषमा गुरुङको तर्फबाट यहाँ सबैलाई मेरो भिडियोमा स्वागत गर्दछु। आज चाहिँ म कम्पनीमा हो। हाम्रो कम्पनी चाहिँ एउटा फ्यामिलियर कम्पनी हो, त्यही भएर हामीले यो बजेट किचन युज गर्न पाउँछ। साउको बजेको रुम हो यो चाहिँ, यसो किचन युज गर्न पाउँछ। र आज सबै साथी भाइ बहिनीहरू सबै सँगै भएको भएर शनिबार चाहिँ प्रायः सबै सँगै भएको भएर हामी चाहिँ आज सबैले तरकारी चाहिँ घरबाट बनाएर ल्याएको छ हैन। ढेँडो चाहिँ यहाँ ओराल्ने, आज हामी यहाँ ढेँडो ओराल्ने खाने प्लान छ हैन। अब कसले के ल्याएको छ, कसले के ल्याएको छ हैन। यी तरकारी भात के ल्याएको छ। अब म चाहिँ ढेँडो ओराल्छु, अनि ढेँडो ओरालेर चप्पाइले ब्रेकमा ढेँडो खाने हाम्रो प्लान छ है। हाम्रो भिडियो चाहिँ हेर्दै गरिदिनु होला साथीहरू। अहिले भात ल साथीहरू, हामी ढेँडो ओराल्दैछौँ। यो चाहिँ तरकारी चिकनको तरकारी हो, बसन्ती दिदी गुरुङले ल्याएको, पिठो सब मैले ल्याएको होइन। मैले जब्को पाएन, अरू साथीहरू हुनुहुन्छ अरू साथीले कसले के ल्याएको होइन। हामी चाहिँ अहिले खाइसेमा बचेको घरमा हुन्छ आफ्नो त नि हुन्छ। यो भएर बिहान मिलेन भयो ढेँडो सोनीको ओराल्ने ढेँडो। अब 61 हजुरलाई हात गरले म मार्दैन न आइज। अब सोनीको दिजु आयो, सोनीको बहिनी आयो, प्रेरणाको दिजु मेरो बहिनी आयो। फुपू भदिनी ल ल गर धेरै ठुलो हो कि फाल्टु पोल्छ, त्यही भएर यो त उल्टो रहेछ कि आउँदोभन्दा। ल सोनिका दिदी रहेछ यो केपा त भाइ। गुड लक। के पता कहाँबाट ल्याएको यो केपा? नेपालबाट ल्याएको क्यापो, स्पेसल क्यापो है यसले मैले खतरा गरेँ। यहाँ डाँडो निकाल्ने रहेछ त तिमीले के हो निकाले। अघि चिकन बनाएको नि के खाएको हो। बरु ढक्कन ढाक्नु पर्ने मिसिन ढेँडो है। ओ माइ गॉड, चिकन त खाम भएको त यार। घैँटे अब कति बेला आइपुग्छ? यो त फुपूले दिदीले त उसको आदै हुन्छ। फुपू सलादमा हुनुहुन्छ। हेलो फुपू। हेलो हामी सबैको साथी फुपू। तरकारी खतरा भयो है। नुन चाख्नु पर्ने न्याउलाई अहिले हाल्नु। बनेर भयो पछि अलि मिलाम भनेर अलि भयो के मोबाइल त्यस्तो गऱ्यो भने त थाहा पाउँछ कि दिदी। बाबुले नुन जाँदा कति मेरो बाबुले कति मिठो भन्दा मिठो अघि सुप क्या यो सम्झाउनु के भयो नुन धेरै रहेछ, नुन धेरै रहेछ। के भयो नुन हालेको त पहिले ल फ्रेन्ड गरेको हाम्रो ल ढेँडो फाइनल कस्तो भयो यी ढेँडो सोनीले हाल्छ ढेँडो। ओ दिदी यहाँ राख्नु है। ढेँडो सोनीको हाल्छ ढेँडो है। तिमीले हाल्के ढेँडो हो बन्डु आएन त बन्डुले बोला बन्डुले त ढेँडो खान्न हैन। बाटै खान्छ त्यसले त बाहिर चुरोट हाल्नु पर्यो। आयो राइसको भात हाल्नु पर्ने हो कहाँ खाँदा नि म हाल्छु कि जानु। यहाँ राख नि ढो भोटेला त अचार नहाल्नु न एउटामा चाहिँ होइन। यो 9 वटा एउटा भोटे आउँछु है हा एउटा बाहिर छ त प्लेटमा दिने नि त। साथीहरु खतरा ल हाम्रो बाबुले ल्याएको प्लेट हैन बाबु राम खतरा खाने प्लेट त बाबुले ल्याएको अचार या खै कतोमा भाडा उताउतै डुल्ने होला नि सोल्टिने। ए म त उतै जान्ला त। यो बेसार सके थियो क्या घरमा सेक्ते हो त यार तोस्टिँदै गरा ल हाम्रो ढेँडो आयो साथीहरु ल एउटा मात्र एउटा भन्टुला भनेपछि त्यसमा हाल्नु पर्यो हैन ढेँडो। साग पनि साइडमा हाल्ने के होला हाम्रो दिदी बहिनीले ढेँडो हाल्दैछ। अब हजुरको प्लेट ल्याउनु के त्यो? अनि यता हाम्रो ढेँडो ला ढेँडो त कतिजनालाई हालिदिनु पर्यो? भात हो हामी त हैरान दाइ। हुन्छ यति खानु तरकारी हाल्दैछ अनि यो सलाद भन्टुला हो त्यसमा दुईटा छ नि प्लेट। ए होइन भयो दाइ यसमा हाल्नु यसमा त पानी थप्नु पर्छ। ल हाम्रो ढेँडो खाने साथीहरु ल कता हो केटा फुटा पिटो भा खानेर अलिक बोल्दिन के म बाबु खाऊ त मिठो भयो बाबु बाबुले खाएको छैन
बिचरा मेरो भयो खाऊ भात हाल्नु पर्ने भेटाएन कि मैले त ल खानु खानु सोनिका चम्चा ठुलो चम्चा हाल्यो भने त के भाइले प्लेट खाना आउने हो क्या हाम्रो बाबुले चाहिँ चम्चाले ढेँडो खाँदैछ है गाइस कहाँ बिल्कुल नखाने हो तिमी हाम्रो बाबुले चाहिँ आउनु भन्नु पर्यो आउँछ रे बाहिर मैले अहिले अनि खाने 2 पैसा त छिटाउनु सोनिका मिठो भयो भन लास्ट टाइम मिठो कता भयो यति मात्रै राखेको म त ल खाना पाएपछि नमिठो हुन्छ ल खा ल दिदी ल यता राख्दिनु ऐसी देशका ऐसी ल ल ल ल अचार चाहिँ बवाल भएछ अचार हुँदैन ओ तेरो सोल्टिनीले ल्याएको अचार हो ल सोनिका ल्याएको अचार हो त्यो कुन चाहिँ यो रेड हाल्ने लाइज बन्टु दिएर खान के खान्छस् त माछा दिएर लागि बोल न ल दिएर खाइ त ले मिठो भएछ भएन भात अर्कोले हाल्यो ल भात आफै अर्को लाने यहाँ चाहिँ खै त हजुरको ढेँडो हो त समय यो चाहिँ मेरो ढेँडो है मलाई हो ओ डल्ले खुर्सी ल्याएको नि तिमीले राष्ट्रिय परिकार छ त डल्ले खोर्सानी म चाहिँ यो खान्छु होला न डल्ले खोर्सानी खानु मिठो भएछ भने भन्नु यता त खै थ्याङ्क यू आन्टी भने खोइ थ्याङ्क यू आन्टी भने खोइ आन्टी तलले आन्टी नाम हजुर चट्नी पुग्नु त यता खान्न रे ल इता त किमास मर्छ यो खानु खै कता गयो उसी चट्नी त बवाल भयो त भात बना लास्ट हुन्छ यो खाना मिठो भएछ भन गाइज मिठो भएछ गाइज ल के हो खाने मिठो भयो भएन के कोही बोलेन के हो हामी त खाना मिठी भएम बुझ्छेसम्म त्यस्तो त्यसरी मिठो भन्छ नि ल्याएर त गोमी धरी हालेर जाऊ बाबुले प्लेट दामी किने खाएन बाबु तिमीले फेरि दिए है भन्न कहाँ किनेको बाबु तिमीलाई यो प्लेट कस्तो राम्रो क्या पसलमा आएकोचोटि पनि ल्याऊ है बाबु है हो नि गाई सिमास तिमीले चाहिँ यो मात्रै ल्याऊ अब प्लेट चाहिँ बाबुले खतर रहेछ कि बाबुले प्लेट है बाबु बाबु आरिगातो नि बाबु यता हेर बिचरा बाबु के ठुटा यो खाइसकेपछि धोएर घर लानु कि लान्छु लाइन के हो त राम्रो छ आफूले धोएर लाने फेरि खाँदा आफूले बोकेर आउँछ हेलो ओके स्टिलको सिल्भरको पेडमा खान्छ हामी त सिल्भरको पेडमा अनि त्यस्तो चाँदीमा प्युर चाँदीमा अरू बाबुले चाँदीको प्लेट लाग्छ होइन बाबु हाँस बाबु अब लास्टमा मार्दैन ठुटा है ठुटा राखिराख्नु नि मार्नुहुन्छ तैँले भोलि अझै खाऊ मासु फोनमा त ठुटा अब यो सिल्भरको प्लेट पनि धोइदिने के कुरा गरेको चल अघि धोएर लैजाने कि हामीलाई त्यही त साँच्चै लाने हो क्या धोएर आएर है जसलाई चाहिन्छ त्यसले धुनी चल्दिने ल ढेँडो खाइयो होइन साथीहरू कस्तो भयो गजब भयो यो खाना नसकेको कि हाल्दैछ ल यो यता भाँडा धुँदै प्रेरणाले चाहिँ बिचरा जहाँ नि सानो मान्छेले भाँडा धुनुपर्ने मेरो बहिनी बिचरा भाँडा धुएको छ सबैको प्यारो बहिनी ल सब खायो होइन दिदी कस्तो लाग्यो ढेँडो फेरि खानुपर्छ ढेँडो यता घैँटीमा आलु कस्तो लाग्यो ढेँडो यता कस्तो विचार गर ओ क के कस्तो क भन्ने ल यता हाम्रो सोनिका म्याडम ए बहुत मिठो लागेछ इधर देख के बोलो न यार एक बार धेरै खाएर यहाँ पेट यत्रो भयो अब काम पो कसरी गर्ने अब सुतिरहनु पर्छ के हो अब हेरी कुर्सी नै यस्तो लाग्छ छ अब कुर्सीमा हेर्नु गर्ने कस्तो दिदी छेउमा राख्ने ढाडेहरू घैँटी कस्तो हुन्छ रे केटीहरू कमेडी छ जस यसरी खाना पाएपछि ओ यस्तो भाँडो भयो यस्तो त नधोइ नि हुन्छ कि अब केटाहरू खाएर छुट्टो भइहाल्यो अब केटीहरू यस्तै बिचरा खनको बनको पनि यस्तै केटीहरूले भाँडा धुँदैछ भक्का भाग
बिचरा लास्टमा दिटोले होइन तर अघि भन्दाले स्याट पारिदिए जस्तो खाइ त्यस्तो गरे होइन ल चाहिँ केटी हो 12 राखेर 12 जना कतिको बजा भयो ए तेरिका खाएपछि मजा नहुने अन्त काम गर्न बजा भयो टुपप